नमस्कार साथीहरू, नेप्सी अपडेटमा स्वागत छ। आज नेप्सी घट्यो र भोल्युम पनि लो अलिकति बढेको छ, टुच्च बढेको छ ल। र हिजो मैले के भनेको थिएँ तपाईँलाई याद छ? 2650 भन्दा तल जानु हुँदैन भनेको थिएँ। आज आउन चाहिँ आएको थियो, 2650 भन्दा तल आएको थियो। हेर्नु कतिसम्म आएको थियो नि, कतिसम्म आएको थियो भने यहाँबाट थाहा हुन्छ ल। कतिसम्म आएको थियो भने यो हेर्नु, यो पोइन्ट हो है त। यो हेर्नु, यहाँ आएको 2648सम्म आएको रहेछ है। है मैले के भनेको थिएँ हिजो, तपाईँ गएर मेरो रेकर्ड गरेर हेर्नु, 2650 तल क्लोज दिनु हुँदैन है। आउन त सक्छ तर क्लोज दिनु हुँदैन। आउनु चाहिँ आएको थियो तर जस माथि नै गयो होइन। सो यो 2650मा एकदम राम्रो छ, सपोर्ट रेन्ज दिएको छ। अब तर क्यान्डल चाहिँ नेगेटिभ बनेको छ, नेप्से पुरै नेगेटिभ देखिन्छ है। यही कुरा हो, नेगेटिभ छ नेप्से चाहिँ है त। नेप्सी नेगेटिभ देखिन्छ। अब मैले भन्नुपर्ने कुरा यही हो तपाईँहरूलाई, अरू खास केही छैन। सो यहाँ हेर्नु भएन, विकलीमा जानुभयो भने ठ्याक्क नेगेटिभ क्यान्डल बनेको छ है। अस्ति त बरु अस्तिको हप्ता अलिकति पोजिटिभ बनेको, लोवर विक बेला क्यान्डल त बनेको छ नि होइन। लोवर विक बेला क्यान्डल त बनेको थियो अस्तिको हप्ता, झन् त राम्रै हो। तर योपालि त हेर्नु, लोवर विक पनि छैन, सिधै अप्पर विक बेला क्यान्डल बनेको छ। र भोल्युम हेर्नु त अब भोलि एक दिन छैन। सो भोल्युमले जित्छ योपालि, किनभने हेर्नु त भोलिको भोल्युम एड गर्यो भने टुच्च लाएर अलिकति बढी आउँछ, विच इज नेगेटिभ है। सो अब आशा गरौँ इन्डिभिजुअल स्टकले चाहिँ माथि जाओस् है। नेप्से तल आयो भने पनि इन्डिभिजुअल स्टकहरू चाहिँ माथि जाओस्। ओके, र मलाई एउटा चाहिँ क्वेसन राम्रो आयो, ग्यापको बारेमा सुन्नुभएको चाहिँ हो है। यसको लागि हेर्नु, जोन जे मोर्फीको किताब पढ्नु फ्री छ क्या, डाउनलोड गर्नु न यार। 10चोटि मैले भनिसकेँ, पढ्नु नै हुनु तपाईँहरू। जोन जे मोर्फी, जोन जे मोर्फी यहाँ आइसक्यो है। ल हेर्नु, यहाँ त फ्रीमा आइसक्यो। यहाँ क्लिक गर्नु भने तपाईँले यी पनि पाउनुहुन्छ, यहाँ फ्रीमा आइसक्यो यो जोन जे मोर्फी किताब। यहाँ आइसक्यो है त। यहाँ अब मेरो त अलिक स्लो छ, त्यसैले यहाँ आइसक्यो बुझ्नुभयो। यहाँ डाउनलोड पनि तपाईँ गर्न सक्नुहुन्छ, अथवा हेर्नु के गर्नु चाहनुहुन्छ गर्नु है त। जुन चाहिँ मेरो किताब आइसक्यो, यहाँ हेर्नु है। ओके, अब यहाँ पढ्नुभयो भने तपाईँले यता कता छ है, तपाईँले तल तान्नुभयो भने त्यहाँ देख्नुहुन्छ ग्याप भनेर है त। त्यो ग्याप पढ्नु भने असाध्यै मिठो तरिकाले छ। तपाईँ भेट्नुभयो कि मलाई भन्नु ल। जोन चाहिँ मेरो किताबमा गएर पढ्नु भने असाध्यै सिम्पल तरिकाले भनेको छ। जुन जुन जे जे कुरा मैले भन्ने गरेको छु प्रायः यसमा, त्यही कुरा उसले भनेको छ। गएर पढ्नु, एक पन्नाको छ, एक पन्नाको मात्र छ। गएर पढ्नु ल सबजनाले, फ्रीमा डाउनलोड गर्नु किताब। ओके, जोन जे मोर्फी। ओके ओके, यता आउनु। ट्याक 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 ट्याक। ओहो, इनसाइडर न्युज त धेरै काम गर्छ नि। इनसाइडर न्युजले त धेरै काम गर्छ, हेर्नु न। जस्तो एलबिबिएलको रिपोर्ट अस्तिदेखि बढ्न थालिरहेको थियो है। किन बढ्यो भनेको त आज रिपोर्ट आएको छ, हेर्नु कति राम्रो आएको छ। सो इनसाइडर न्युज त जहिले हुन्छ, इनसाइडर न्युज है है। सो कुनै पनि स्टक सपोर्टमा आउँदै खेलाडीले चलखेल गरेर चान्स जहिले गर्छ नि चलखेल। जहाँ लिक्विडिटी हुन्छ, कहाँ हुन्छ लिक्विडिटी हुने ठाउँ भनेको सपोर्ट एक ठाउँ है त। लिक्विडिटी हेर्नु, लिक्विडिटी कहाँ हुन्छ, दुई ठाउँ हुन्छ प्राय एउटा यो रेसिस्टेन्समा हुन्छ। के गर्छ, फेक ब्रेकआउट गर्छ। यसरी फेक ब्रेकआउट गरेर माथि लग्छ, फेरि तलै झारिदिन्छ। र अर्को कहाँ हुन्छ, अर्को यहाँ हुन्छ सपोर्टमा होइन, ब्रेकडाउन गर्छ। अब ब्रेकडाउन गरेर तल झारिदिन्छ, फेक ब्रेकडाउन गरेर तल झार्छ, फेरि माथि लगाएर क्लोज गर्छ। जहिले सपोर्टमा खेलेको हुन्छ, जहिले बुझ्नुभयो। जहिले सपोर्टमा, हायर हाईमा, हायर लोमा, यिनीहरूले जहिले जहाँ रिटेलरहरू किन्नलाई बसेको हुन्छ नि, त्यही जोनमा उनीहरूले ट्र्याप पार्छ। त्यसलाई भन्छ लिक्विडिटी स्विप, लिक्विडिटी रन। पिसिएल र आइपिओ कतिमा सेल गर्दा? पिसिएलको आइपिओ, अब आइपिओ त अब गर्दिनँ। अब माथि गएको बेला फाल्दिनँ न। कति छ, 10,000 छ र कहाँ 6,000। अब यहाँ यत्रोमा फाल्नु भएन, किन फालेको नि? हामीले त यतै फालिसक्यो है। सो तपाईँले किन नफालेको पिसिआइएल? सो अब बिस्तारै बिस्तारै बढ्छ, तर हेर्नु न नेगेटिभै देखिन्छ भोल्युम। अब हेर्नु न, भोलि टुच्छ भोल्युम धेरै नै। अब भोलिको भोल्युम वेट गऱ्यो भने भोल्युम आएको हुन्छ, क्यान्डल पनि नेगेटिभ। सो अब यही रेन्जमा हुन्छ तपाईँको बाई है। अल्ट एस देखौँ ल, अल्ट एस अलिक तल तानु, यहाँदेखि यहाँसम्मको बाई। ओके, यो भनेको कति हो, 572देखि 600 भनेपछि लगभग 28-30 रुपियाँको रेन्जमा छ यो। टिएसपिएलमा आज भोल्युम हेर्दा सेल गर्नु ठिक। ओके, टिपिकेएसएलको भोल्युम हेरौँ ल। टिपिकेएसएल भनेको हो टक्साको भोल्युम हेरौँ। भोल्युम आएको छ, बुझ्नुभयो। भोल्युम आएको छ, भोल्युम आइरहेछ। किनभने अझै एक दिन एड गरेर मागिन्छ। भोल्युम आएको छ, आज पनि हेर्नु, डेमै गरेर पनि देखिन्छ होला। हेर्नु त, भोल्युम आएको छ भने डेमै नहेरिकन पनि मैले यहीँबाट हेरेँ, विकबाट हेर्दा पनि भोल्युम देखिन्छ, बुझ्नुभयो। सो भोल्युम आएको देखिन्छ है। तर भोल्युम आएर अब म आरएसए लाएर हेर्छु ल एकचोटि। आरएसए कहाँ छ, मोमेन्टम छ कि छैन हेर्नु ल।
के हुन्छ भने नि भोल्युम आएर यो आरएसएम पनि 50 कहाँ छ, माथि ठिक छ, मोमेन्टम देखिन्छ छ। अब यस्तो केसमा तपाईँले होल्डै गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई है। एकचोटि मलाई है बुझ्नुभयो नि, अलिकति होल्डै गर्ने, किनभने भोल्युम आइरहेछ, मोमेन्टम पनि देखिन्छ। सो म भएकै चाहिँ होल्डै गर्थेँ मसँग अब होइन, न्यू इन्ट्री चाहिँ म गरिदिएको थिएँ, तर मसँग पहिलेदेखि किनेर राखेको थिएँ भने म आई विल वेट है। भोल्युम आएको छ क्या, यसो हेर्दा हेर्दै घटेको छ। यसो एचएल, यसो एचएल त्यही त्यस्तै हुन्छ यसो एचएल होइन। ओके, आज घटेको छ होइन, माथि लगेको थियो, कसले बेच्यो तल झारिदियो है। सो त्यही अब एकचोटि होइन, मैले यता यता हेर्नु है। सो हेर्नु यो रेन्ज भनेको एउटा ठुलो हेर्नु कहाँ छ हेर्नु त, यो रेन्ज, यो रेन्ज हिजो माथि बसेको थियो बस्न चाहिँ है। त्यसलाई हामीले विकलीमा हेर्छौँ क्या, म डेलीमा हेरिदिँदाखेरि म जहिले तपाईँलाई डेलीमा हेरिदिने भने क्या, जहिले हेर्ने भनेको विकलीमा हेर्ने हो, बुझ्नुभयो? विकलीमा जहिले, यो जोन जे मर्फीले आफ्नो किताबमा भनेको छ, तपाईँ केही गरी मार्केटको स्ट्रेन्थ र विकनेस हेर्न चाहनुहुन्छ भने हायर टाइम फ्रेममा जाऊ भन्छ उसले। तर तपाईँले इन्ट्री र एक्जिट पोइन्ट बनाउँदै हुन्छ भने लोवर टाइम फ्रेममा गएर हेर भन्नु छ। तर मैले चाहिँ तपाईँलाई खालि विकनेस र स्ट्रेन्थ मात्रै भन्ने गरेको छु नि, म अरू त इन्ट्री एक्जिट त भन्दिनँ नि। त्यसैले तपाईँले यो हेर्नु, यो जोनमा तपाईँको पहिले सपोर्ट के अरे, पहिले के भने यसलाई सपोर्ट थियो, यहाँ हेर्नु, यहाँ सपोर्ट लियो, माथि गयो टुच्छ, यहाँ सपोर्ट लियो टुच्छ, यहाँ सपोर्ट लियो। तर के भयो, त्यसपछि माथि आयो, त्यसपछि के भयो, माथिबाट तल आएपछि के हुन्छ, यहाँ टच गरेर चाहिँ सेलिङ आउँछ है। सो त्यही देखिन्छ अहिले पनि। एनआइएमबी हेर्दिनँ लङ टर्मको लागि हेर्नै पर्दैन। मैले तपाईँलाई के भने भन्नु त, 200 देखि 300 को ब्याङ्क र 200 देखि 300 को हाइड्रो। जस्तै जिबिआइएमईको रिपोर्ट हेर्नुभयो आज, राम्रो निकालेको छ नि है, सस्तोमा राम्रो। ओके, हेर्नै पर्दैन। नबिल, अब नबिल नबिल भनेको ऊ राजा हो है, डिभिडेन्ड दिनेमा ब्याङ्किङको हिस्ट्री हेर्नुभयो भने नबिल जतिको कसैले पनि दिएको छैन। सो म भन्छु ब्याङ्किङको राजा भनेर नबिललाई है त। सो अब एक्चुली लङ टाइम फ्रेम हेर्नु, यसरी यसरी हेरौँ, लङ टाइम फ्रेम हेर्नु। सो अब यो रेन्जमा एउटा मिठो सपोर्ट छ, यही रेन्जमा आएको छ, तर है यो रेन्जमा सपोर्ट देखिन्छ एकचोटि हेर्नु ल। सो यो रेन्जमा सपोर्ट छ यसको, यो जुन रेन्जमा अस्ति टेको नि हेर्नु त, अहिले पनि टेकिरहेछ, अहिले पनि टेकिरहेछ। सो 549 यानि 550 यसको सपोर्ट छ है, सपोर्ट देखिन्छ र राम्रै सपोर्ट छ। ओके, सपोर्ट छ यसमा, यो जोनतिर सपोर्ट छ एउटा है। सो अब सपोर्ट छ, ब्याङ्कमा राम्रो हो, राजा हो यो, यहाँ डिभिडेन्ड हिस्ट्रीमा राजा हो यो, ब्याङ्कमा सबभन्दा धेरै दिने। अब अहिले त पहिले धेरै दिन्थ्यो, अहिले थोरै दिन थालेछ, तर राजा चाहिँ राजा हो है। प्रफिट पनि राम्रो गरेको छ यसले। एसवाई प्यानलमा अपरेटर लागेको छ कि छैन स्टकमा? एसवाई प्यानलमा हेर्नु, अब भोल्युममा छ कि छैन हेर्नु। एउटा कुरा हुनु, अपरेटर लागेको स्टक थाहा भने यहाँ हेर्नु, टप भोल्युममा हेर्नु। म चाहिँ टप प्रत्येक दिन दुईवटा काम गर्छु है, टप 10 र टप 20 चाहिँ हेर्छु स्टक। म अरू मसला हेर्ने टाइम हुँदैन, बुझ्नुभयो? म दुईवटा टप 10 टप 10 टप 20 भयो हेर्छु। र यता आउनु टर्नओभरमा पनि प्रायः सबै परेको हुन्छ, तर कहिले काहीँ पर्दैन। टप 10 टर्नओभर, टप 20 यति मात्र हेर्छु, अरू म भ्याउँदिनँ हेर्नलाई। कुनै बेला हेऱ्यो भने कुनै पऱ्यो भने भ्याउँछु। अब हेर्नु भने यसो प्यानल परेको देखिन्छ। सो केही छ यसमा, टप 1मै परेको भए चाहिँ राम्रो हुन्थ्यो है। सो हेर्नु, अपरेटर लागेको स्टक यो छ नि, सबै अपरेटर लागेको, एसओएचएल, एनएसपिसी, केकेएससी, रिलायन्स स्पिनिङ पनि टर्नओभरमा परेको रहेछ। ओके, यो सबै देख्नु छ नि, अपरेटर लागेको छ यसमा स्टकमा है। यताबाट भन्दा नि यहाँबाट टप भोल्युममा आउने भयो भने 100% यसमा अपरेटर लागेको छ। यो सबै अपरेटर लागेको स्टक हो, सबै अपरेटर छ यसमा है। सो टप भोल्युममा पर्छ भने पनि अपरेटर लागेको स्टक हुन्छ है त। बिएसएलको मेरो ओके ओके, मैले उहाँले तपाईँले भनेपछि मैले हेरेँ पनि है, बिएसएलको रिपोर्ट राम्रो छ त, तर 80 को देखाएको छ। के 80 देखाएको, मैले त भेटिनँ, किनभने मैले पनि बिएसएलको तपाईँले भनेपछि मैले गरेँ हेरेँ के चाहिँ 80 रहेछ भनेर हेरेको होइन। अब बिएसएल रिपोर्ट राम्रो छ, प्रफिट राम्रो गरेको छ बिएसएलले। यता आउने होइन, क्वार्टरली रिपोर्टमा जाने होइन। अब कहाँ तपाईँले 80 देख्नुभयो ल, इपिएस पनि राम्रो छ, यहाँ मेन्टेनै गरेको छैन। Q3 को Q4 हो कि Q3 आएको, खोइ कहाँ आयो बिएसएलको रिपोर्ट? सरी, मैले त Q3 रिपोर्ट पो हिजो हेरेको छु त। मैले हिजो Q3 रिपोर्ट हेरेको छु यार, मैले तपाईँले विचारै गरिनँ, सिधै आएर क्लिक गरेँ क्या, हेर्दै हेर्ने। तपाईँले भन्नुभयो आयो भनेर मेरो पालि क्लिक गर्दैन, छैन आएको है। 2005-12 मात्र आएको छैन आएको। तपाईँले भन्नुभयो, मैले हेरेँ, मैले Q3 को हेरेको छु। ओके, सो बिएसएल त्यही पनि हेरिदिइहाल्नु एकचोटि।
बिएससिएल कति पैसा छ कतिको छ अरे यहाँ यो साथीको 565 को छ 35 कि त ल रोक्नु 565 35 को छ होइन सो एकवटा यहाँ लाउनु टक्क लाएर है सपोर्ट जोन हो यो ओके सो यही जोनमा आउँछ 471 है सो हेर्नु भयो भने भोल्युम घटिरहेको छ एउटा गुड थिङ हेर्नु न भोल्युम घट्यो स्वाट 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 अब भोलि एक दिनको भोल्युम पनि 8 छ होइन बढ्दाखेरि धेरै भोल्युम घट्दाखेरि थोरै भोल्युम छ विच इज भेरी गुड यही हुनुपर्ने हो सो यो रेन्जमा सपोर्ट देखिन्छ एउटा ओके तर यो रेन्जमा सपोर्ट ब्रेक गरेर सिधै तल आउँछ है अब सिधै तल आयो भने त म पनि उठाउने हो है त यो रेन्जमा एउटा सपोर्ट छ ओके सो अब केही गरी यो रेन्जलाई ब्रेक गरेर तल आयो भने तपाईँले डब्लुएससी उ गर्नु एभरेजिङ गर्नु होला है अरू विकल्प छैन तपाईँलाई किन तपाईँ अलिक माथि परेको तपाईँ नभए अहिले माथि जान्छ फेरि पछि किनभने अब Q3 रिपोर्ट त राम्रो छ यसको अब Q4 रिपोर्ट हेर्नुपर्छ तपाईँले Q3 जस्तै Q4 रिपोर्ट निकाल्नु माथि जान्छ बुङ्गोल हाइड्रोको बुङ्गोल हेरौँ ल बुङ्गोलमा के छ स्थिति बुङ्गोल सो बुङ्गोलको पहिले सेलिङ आएको जोन चाहिँ सेलिङ आएको यहाँ थियो यसले लिएको सपोर्ट चाहिँ यहाँ थियो सो त्यसले म मार्क गर्ने कहाँ मैले यहाँ म मार्क गर्छु किनभने कहाँबाट सेलिङ आएर माथि गयो यहाँबाट गयो होइन हेर्नु यहाँ पहिले एकचोटि सपोर्ट लिइसकेको छ हो यहाँ पहिले सपोर्ट एकचोटि लिइसकेको छ दोस्रोचोटि तेस्रोचोटि चौथोचोटि सो यो तपाईँ एकदम स्ट्रङ सपोर्ट जोनमा आउँदै हुनुहुन्छ बुझ्नुभयो 555 भनेको एकदम स्ट्रङ सपोर्ट जोन हो सो यो जोनमा आयो भने तपाईँ भाग्ने होइन बरु कि त थप्ने काम गर्नु के गरी तपाईँलाई माथि तपाईँले किन्नु भएको छ भने तपाईँले डब्लुएसएस गर्ने ठाउँ यही हो है त अब रिक्स मन लाग्दैन जीवनमा तल जान्छ भनेर किनभने भोल्युमले पनि त्यही भन्छ भोल्युम ड्राई भइसक्यो ड्राई भएपछि तल जाँदैन जाँदाखेरि माथि भोल्युम हेर्नु न कति ठुलो आउँछ तल आउँदाखेरि सानो आउँछ विच हामीले हेर्नुपर्ने कुरा पनि यही हो माथि जाँदा भोल्युम कस्तो आउँछ तल आउँदाखेरि भोल्युम कस्तो आउँछ हेर्नु आधी नै आयो नि त सो राम्रो कुरा हो सो माथि जाने चान्स छ यसको सो यसले यो ठाउँमा आयो भने त एभरेजिङ गर्ने ठाउँ पनि यही हो तपाईँहरूको एउटा स्ट्रङ सपोर्ट हो यो अन्त स्ट्रङ सपोर्ट छ यसमा एमकेएससीको एनालाइसिस हेर्नु एमकेएससीको एनालाइसिस हेरौँ सो एमकेएससी हेर्नु लकिङ खुलेको जस्तो छ यो रेन्जमा लकिङ खुलेको छ किनभने इन्च भोल्युम आएको होइन लकिङ खुलेछ त्यसपछि ओके त्यसपछि भोल्युम फेरि ड्राई भइसक्यो ओके हामीले पनि हेर्नुपर्ने कुरा यही हो सो मेन सपोर्ट भनेको एउटा यहाँतिर छ यसलाई अल्ट एज गरौँ है अर्को यतातिर छ अल्ट एज गरौँ है त सो तपाईँको फर्स्ट सेलिङ जोन 328 आउँछ यसको फर्स्ट सेलिङ जोन है 328 हुन्छ र तपाईँले बाई गर्ने जोन भनेको 275 सो तपाईँ अहिले बाई जोनको नजिकै हुनुहुन्छ है र तपाईँले सेल गर्ने 328 कति 25 भयो 25 र 28 कति भयो 25 र 28 53 भयो लगभग 40-50 रुपियाँ फाइदा हुने रहेछ र अहिलेको बेला 40-50 रुपियाँ फाइदा हुनु भनेको राम्रो दसैँ खर्च निस्किन्छ सो राधीको हेरिदिनु न राधी है दसैँ खर्च पनि त निकाल्नु पऱ्यो नि आरएडिएचआई राधी सो राधी हेर्नुभयो भने अब मेन सपोर्ट चाहिँ यही हो यसको राधीको यो एकदम ठुलो सपोर्ट जोन हो अहिलेलाई यो जोनमा सपोर्ट एकचोटि लिएको छ दुईचोटि यहाँ लिएको छ पहिले पनि लिएको छ सपोर्ट तर के भयो भने तल आएको छ एकचोटि तल आइसक्यो तल आएपछि पनि त्यसपछि माथि नै गयो फेरि तल आयो फेरि यही जोनमा छ सो तपाईँले एकदम के अरे सपोर्ट जोनको छेउछाउमै हुनुहुन्छ अहिले बुझ्नुभयो 715 तिर सपोर्ट छ ओके र यो जोन यहाँसम्म छ सपोर्ट 715 देखि 690 सम्म सपोर्ट छ यसको है सपोर्ट रेन्जमा हुन्छ तपाईँले र अर्को कुरा भोल्युम ड्राई छ घट्दाखेरि भोल्युम आउनु हुँदैन बढ्दाखेरि भोल्युम आउनुपर्छ ठुल्ठुला घट्दाखेरि सानो यस्तो आउनु हुँदैन यहाँ हेर्नु यस्तो ठुल्ठुलो भोल्युम आउनु हुँदैन घट्दाखेरि है यस्तो आयो भने घट्छ अझै घट्छ है त सो यस तपाईँ यो रेन्जमा हेर्नुपर्छ है आइएलबिएसको हेर्दैन टार्गेट ओके आइएलबिएसको यो तपाईँको ऊ होइन यो माइक्रो फाइनेन्स हो कि यसलाई त होल्ड गरेर राख्नुहोस् पछि जान्छ होला अब हेरौँ न अहिले यो पुरै यो माइक्रो फाइनेन्स त पुरै डाउनमा छ है सो सपोर्ट यो भयो सपोर्ट छ तपाईँको यहाँ सपोर्ट देखिन्छ यहाँ टेकेर माथि नै बसेको छ अब टार्गेट तपाईँ खोज्दै हुन्छ नि मेरो लागि फर्स्ट टार्गेट भनेको चाहिँ यो जोन हुन्छ है किन यो जोन हुन्छ भने यहाँ एउटा सपोर्ट लियो पहिले पनि सपोर्ट लिएर फेरि माथि गयो फेरि यही जोनमा बस्यो सो यो जोनमा 900 तिर केही छ यसको सेलिङ छ है 900 तिर छ सेलिङ है 917 900 कटे बित्तिकै सेलिङ देख्नुहुन्छ तपाईँले यसलाई सो जुन दिन 950 भन्दा माथि गएर क्लोज दिन थाल्छ नि क्लोज दिन्छ नि त्यसपछि फेरि माथि जान्छ र दोस्रो कुरा
याद गर्नु जहिले जहिले तपाईँहरूले याद गर्नु एउटा कुरा है भोल्युम हुनु पर्यो भोल्युम चाहियो भोल्युम छैन भने माथि जाँदै जाँदैन यहाँ हेर्नु भोल्युम ए भोल्युम आउनु थाल्यो नि उड्न थालिहाल्यो तपाईँले याद गर्नु भोल्युममा यस्तो आयो भने उड्दैन है नकिने पनि हुन्छ चुप्लाएर बसिरहनु जुन दिन भोल्युम सट्ट बढ्छ र भोलिपल्टको दिन त्यसलाई भेरिफाई गर्छ भने अनि किन्ने एक दिनको भोल्युम आएर पनि हुँदैन है भेरिफाई गर्नुपर्छ दोस्रो दिनले पनि हो क्या सो एक दिन आउने बित्तिकै यस्तरी हेर्ने क्वेसन मार्क राखेर हेर्ने तपाईँको त्यो वाच लिस्टमा पऱ्यो दोस्रो दिन पनि त्यसले कन्फर्म गर्छ भने अनि यु क्यान मेक तपाईँ दोस्रो दिनको लास्ट आवरमा लास्ट मिनटमा 2:50 2:55 तपाईँले इन्ट्री गर्न सक्नुहुन्छ भोल्युम आउने बित्तिकै पनि डुबी छलाङ मारिहाल्ने होइन हेर्नुपर्छ टिके के हो टिके भनेको टक्सार टिके भने छैन त टक्सारको होला मैले भने टिके टक्सारको मैले भनिसकेँ ल अघि नै ओएमपिएलको टार्गेट भनिदिनु पऱ्यो है त सो यो एकदम मिठो सप्लाई ठुलो सप्लाई जोन है त ठुलो सप्लाई जोन है 1080 एकदम ठुलो सप्लाई जोन छ बुझ्नु यो जोनमा छ सप्लाई त ओके सो यो जोनलाई खान सक्यो भने 1100 जुन दिन 1100 भन्दा माथि क्लोज दिन्छ नि क्यान्डल त्यो दिन उड्न थाल्यो फेरि यो पनि है र दोस्रो कुरा भोल्युम हेर्नु भोल्युम छ भोल्युम पुरै ड्राई भइरहेछ है यहाँनिर भोल्युम पुरै ड्राई भइरहेछ हो भोल्युम हामीलाई कस्तो चाहिने मैले के भने तपाईँलाई भोल्युम जब माथि जान्छ नि भोल्युम आउनै पर्छ है भोल्युम आउनुपर्छ है त र भोल्युम अब कुनै स्टकमा भोल्युम आएर छिरिहाल्ने होइन हेर्नु पनि पऱ्यो है त्यो कहाँ छ भोल्युम कहाँ आइरहेछ है दोस्रो कुरा आरएसआईलाई पनि हेर्नु पऱ्यो आरएसआई कहाँ छ मोमेन्टम छ कि छैन है त भोल्युम चाहिँ वात्तै आएको छ अनि आरएसआई चाहिँ 50 भन्दा तल छ कहिले नो इन्ट्री सबै कुरा हेर्नु पऱ्यो भोल्युममा होइन सबै कुरा हेर्नु छ ओएमपिएलको सेलिङ एसबिएलको सेलिङ एसबिएल राम्रो ब्याङ्क हो यो पनि स्ट्यान्डर्ड चार्टरको सबभन्दा लो क्यापमा ब्याङ्कमा सरी स्ट्यान्डर्ड चार्टर भनेको मैले एसबिएल भनेको के रहेछ यो होइन है स्ट्यान्डर्ड चार्टर एससिबी होला ओके सो तपाईँले सेलिङ पोइन्ट खोज्नुभएको यसलाई हेर्नु वाइड एङ्गलमा सो रिसेन्ट सेलिङ आएको जोन भनेको यही हो यसको रिसेन्ट सेलिङ है सो रिसेन्ट सेलिङमा जोन आएको यही हुन्छ टार्गेट यसको 411 हुन्छ टार्गेट र अहिले कति सरी 413 छ सो 411 मा आएर सेलिङ गएको छ सो यही अहिले तपाईँ सेलिङ जोनमै हुनुहुन्छ युपिसिएल हेरिदिनु न युपिसिएलको हेरिदिनु वाइड एङ्गलमा हेरेर के छ सो वाइड एङ्गलमा हेर अब यो यो सपोर्टले ब्रेक गर्यो कि जस्तो छैन ब्रेक गरेको छ सो यो रेन्जमा सपोर्ट देखिन्छ होइन यसलाई इन लाउङ अल्टेज है सो यो रेन्जमा सपोर्ट देखिन्छ यसको है सो यो रेन्जदेखि यो रेन्जमा बाई देखिन्छ यसको यो ओके यो भनेको 335 देखि 330 देखि 340-50 भनौँ न यो रेन्जमा यसको बाई छ तपाईँले यो रेन्जमा बाई गर्नुपर्ने हुन्छ यो रेन्जमा तपाईँले बाई गर्नु होला है त सेलिङ टार्गेट भनेको होइन यो ओके एसओएचएलको सेलिङ टार्गेट अब मैले हिजो भनिसकेँ मैले विकमा अघि देखाइसकेँ एसओएचएलको ल कुनै स्टक अब कहिले छिर्ने बेला सर्ट टर्मको लागि त्यही हो भोल्युम आउनु पऱ्यो है भोल्युम आउनु पऱ्यो तर भोल्युम आउने बित्तिकै छिरिहाल्ने होइन हेर्ने है त्यो भोल्युम कहाँ आइरहेछ त्यो चेक गर्ने त्यसलाई भोलिपल्टकोले भोल्युमले पनि भेरिफाई गर्छ कि गर्दैन र भोलिपल्ट हेर्दाखेरि आरएसआई कहाँ छ त्यो पनि हेर्ने यसै सबै बिएनएससीको बाहिर बिएनएससीको फर्स्ट टार्गेट बिएनएससीको फर्स्ट टार्गेट हेर्नु ल हेर्नु न बिएनएससी भोल्युम आएको छ हो भोल्युम आइरहेछ सो यसमा भोल्युम आएको छ कहाँ आएको छ तल आइरहेछ ठिक छ यो पनि सो अब फर्स्ट टार्गेट तपाईँले यहीँ छ फर्स्ट टार्गेट 313 राम्रो सेलिङ छ यहाँ सेलिङ छ यसको है यो जोनमा सेलिङ देख्नुहुन्छ तपाईँले 313 आरएसएमएल अहिले नकिन्नु यार आरएसएमएल अहिले नकिन्नु फस्नुहुन्छ तपाईँ आरएसएमएल नकिन्नु अहिले भोल्युम के छ यस्तो भोल्युम आएको बेला किन्नुहुन्छ द्याट नकिन्नु अहिले छोडिदिनु अहिले नकिन्नु यो फस्ने काम नगर्नु क्या यसलाई के गर्ने एएलआइसिएनको ओके एएलआइसिएन यो यसले तपाईँलाई एभरेजिङ उ दिन्छ ल यसलाई केही दिन्छ डिभिडेन्ड सो राम्रो फन्डामेन्टल यो तपाईँले कुन स्टक भनेको एएलआइसिएल होला ओके सो यो फन्डामेन्टल स्ट्रङ पनि छ है यसले तपाईँलाई डिभिडेन्ड पनि दिन्छ सो तपाईँ एभरेजिङ गर्ने ठाउँ हुन्छ एभरेजिङ गर्नुहोस् यो ठाउँ है
478 तिर एभरेजिङ गर्ने ठाउँ हो यो एभरेजिङ गर्ने ठाउँमा आउँछ तपाईँले एभरेजिङ गर्दा आउँछ र भोल्युम के छ भोल्युम ड्राई छ यस यो यताबाट फर्किने चान्स छ फर्किन्छ नै भन्नु त सकिँदैन तर फर्किने चान्स छ सो तपाईँ एभरेजिङ गर्ने ठाउँमा हुनुहुन्छ यहाँ सर मसँग नोबेल र एबिएल सेयर छ पहिले किनेको बोथ प्रफिट छ सेल गरेर नगर्नु राखिरहनु क्या त प्रफिट पनि छ भन्दै हुन्छ होइन प्रफिटमा छ तर म चाहिँ ब्याङ्क एउटा राख्छु क्या है अब यो दुइटै खतरा ब्याङ्क हो फेरि नोबेल र एबिएल भनेको दुइटै एभरेस्ट ब्याङ्क पनि खतरा हो नोबेल पनि खतरा हो होइन यसले तपाईँको जो पछि राम्रो तपाईँलाई ब्याक दिन्छ कि यसले है सो लङ टर्ममा धेरै राम्रो छ यो एसआइपिडी के छ के भन्दा एसआइपिडी 887 छ एसआइपिडी भनेको हेरौँ एसआइपिडी आइपी स्टक होला 887 छ होइन 887 छ अब यो जोनमा सेलिङ छ यसको यो जोनमा सेलिङ छ है किनभने यो जोनमा पहिले अलिक आएको रहेछ है यो जोनमा सेलिङ छ यो अप्पर राख्दा पनि हुन्छ यहाँ यो जोनमा है सो यो जोनमा सेलिङ छ यो जोनभन्दा माथि गएर क्लोज दिन्छ यानि 760 770 भन्दा माथि गएर क्लोज दिन थाल्छ नि अनि त्यसपछि माथि जान्छ तर भोल्युम चाहिँ आएको छ है भोल्युम आएको छ नआएको भने हुँदैन अब भोल्युम आएको छ अब आरएसआई एकचोटि हेर्छु ल आरएसआईलाई एकचोटि हेर्नुपर्ने हुन्छ हेर्नु है त भोल्युम आरएसआई पनि देखिन्छ छ आरएसआई राम्रै छ मोमेन्टम छ स्टकमा भोल्युम छ मोमेन्टम पनि छ सो माथि जाने सङ्केत चाहिँ गरेको छ है यसले दो यसमा सेलिङ भए पनि दो सेलिङ देखिए तापनि यो जुन सेलिङ जोनमा छ है हुन त सेलिङ जोनमा छ सेलिङ जोनमा चाहिँ हामीले वाचै गर्नुपर्ने हुन्छ तर मोमेन्टम र भोल्युमले चाहिँ माथि जाने सङ्केत चाहिँ गरेको छ एभरेजिङ गरौँ न है यो अब तपाईँ थुप्रै घाटा लाग्यो नि त अहिले 300 पुगिसक्यो हो 173 भयो नि त यसको लकिङ खुलो नि त त्यो तपाईँलाई घाटा लाग्छ एभरेजिङ गरौँ न एसबिएलको भनौँ न एसबिएलको के छ एसबिएलको मैले अघि भनिसकेँ ल कति छ चाहिँ कमेन्ट भन्दिनँ मैले धेरै माथि जान सक्दैन ओके रिपोर्ट पनि आउने बेला ओके रिपोर्ट अब आउने बेला राम्रो रिपोर्ट आउँछ अब है बिएसडिसी सो बिएसडिसी अब वाइड टाइम फ्रेममा हेर्दाखेरि सपोर्ट जोनमै आउँदैछ यसको पुरै है सपोर्ट जोन हो यो सो 400 मा आयो भने तपाईँले एभरेजिङ गर्नु होला यो जोनमा तपाईँले एभरेजिङ गर्नु होला यो जोनमा आयो भने एभरेजिङ गर्नु होला र अर्को कुरा हेर्नु भोल्युम पुरै ड्राई छ है तल आउँदाखेरि यस्तै हुनुपर्छ तर माथि जाँदाखेरि भोल्युम चाहिँ यस्तो आउनुपर्छ यसरी है अनि माथि जान्छ भोल्युम छैन सो यो रेन्जमा आयो भने तपाईँले एभरेजिङ गर्नु यसै चार्ट हेर्दा त डियो जस्तो बाउन्स ब्याक ओके एसजिएसएल 400 मा किन्नुभएको तपाईँले सस्तोमा किन्नुभएको 400 मा किन्नुभएको है कतिमा किन्नुभएको तपाईँले मलाई 409 को त राम्रो छ त अनि एस 409 को रहेछ होइन 409 को 409 भनेपछि त तपाईँलाई राम्रो प्रफिट छ त अनि सो एसजिएसएल हेर्नु है त सो यो ग्यापमा राम्रो सपोर्ट पाउँछ यसले यो ग्याप छ नि यो ग्यापमा राम्रो सपोर्ट पाउँछ है सो ग्यापमा राम्रो सपोर्ट पाउँछ सो अब के हुन्छ भने ग्यापमै यसले टेकेर माथि जान्छ हद्दभर यहीँसम्म आएर माथि जान्छ म त त्यो पनि भन्दा माथि नै जाने चान्स देख्छु किनभने हेर्नु त भोल्युम आएको छ रहेछ भोल्युम छ है तर डेमा हेरेर हेरेर हुँदैन क्या म विकमा हेर्नुपर्छ विकमा धेरै डाटा पुगेन है त्यही पनि आरएसआईलाई एकचोटि हेर्नु ल आरएसआई पनि छ सो माथि जाने सङ्केत चाहिँ गरेको छ माथि जाने सङ्केत छ यसको है के भोल्युम छ क्या भोल्युम आएको छ सो माथि जाने चान्स छ र मोमेन्टम पनि छ ओके बिएसएल हेर्दैन मेरो कता बिग्रियो बिएसएल राम्रो छ राम्रो बिएसएल रिपोर्ट पनि राम्रो छ अहिले Q4 रिपोर्ट पनि राम्रो निकाल्छ होला है अब अहिले चाहिँ बढेको छैन होला के छ हेर्नु त सो मजाले पुग्छ यो नै पुग्छ भन्नु है तपाईँ नाते पनि हुन्छ मुभ आउने बित्तिकै पुग्छ 257 अहिले होल्ड गरेर राख्ने हो क्या अहिले है तपाईँ यो भनेको बाई रेन्ज हो यो छ नि यो 208 तिर 205 देखि कति भने 205 देखि 208 भनेको बाई रेन्ज हो तपाईँ अहिले बाई रेन्ज हुनुहुन्छ यो यहाँसम्म आउनु चान्स छ तर चान्स चाहिँ माथि नै जान्छ जस्तो लाग्छ मलाई है 400 मा आएर फेरि माथि जान्छ है सो होल्ड तपाईँ टार्गेट राख्ने भनेको यही हो यही टार्गेट अहिले किन्नेले टार्गेट राख्ने भनेको यही हो
अब हेर्नु एनएसपिसीकै रेडी कि कुन ठिक होला भन्नुभएको छ। म यसको एन्सर यताबाट दिन्छु हेर्नु। हेर्नु टप भलमा प्राय म देख्छु रेडी नै परिरहेको, तर हेर्नु रेडी पनि छ एनएसपी पनि छ है। कुन छ टप भलमा परेको त्यही हेर्नु, दुइटै परिरहेको छ नि। सो दुइटै ठिक छ अहिलेलाई, आजलाई चाहिँ, आजको लागि जुन यहाँ टप भलुममा पर्छ, टप टर्नओभरमा पर्छ, अनि टर्नओभरमा पनि हेर्नु त्यही छ। सो दुइटै ठिक छ। धेरै कमेन्ट भयो द्याट आरएनएलआई डब्लुसी एभ्रिथिङ क्युबेट आरएनएलआईको धेरै कमेन्ट भयो। डेली कमेन्ट नगर्नु ल, सबैलाई पालो दिनु होला, एक दिन नगर्नु। अनि अब के, सो यो राम्रो सपोर्ट छ क्या यसको, एकदम मिठो सपोर्ट हो, स्ट्रङ सपोर्टमा छ हेर्नु त। पहिले पनि है, पहिले पनि अहिले पनि आयो हेर्नु, अहिले पनि यिनै छ हो, स्ट्रङ सपोर्टमा आउनुहोस् तपाईँ अहिले है। सो तपाईँले एभरेजिङ गर्नु यही जोन एभरेजिङ गर्नु। कति एमएसएलबी भने के हेर्नु त, एमएसएलबी होल्ड गर्ने होइन कि सोल्ड गर्ने। सो किन अहिले सोल्ड गर्नु छ, यो अब पहिले त सुतेको छ हेर्नु। भोल्युम आज 81 भोल्युम आयो यसलाई है। यहाँ हेर्नु त नेगेटिभमा देखिन्छ, किन 81 भोल्युम आयो यसको रिपोर्ट केही नेगेटिभ हेर्नु, 81 भोल्युम आयो यहाँ हेर्नु त। यो किन भोल्युम आयो अब यो हेर्नुपर्ने हुन्छ हामीले भन्नु। यसको रिपोर्ट केही आउँदैछ कि के यहाँ गर्दैछ, तर हुन त तपाईँ यो सपोर्ट जोन हो यो है। यो जोन भनेको सपोर्ट हो, यो 1180 भनेको सपोर्ट हुन्छ। तर 81 भोल्युम धेरै आयो, सेलिङ भोल्युम आएको छ, क्यान्डल पनि नेगेटिभ छ। किन यस्तो भयो एकचोटि हेर्नुपर्छ, रिपोर्ट हेर्नु ल। केबिएसएसको टाइम भएको हो र केबिएसएसको भोल्युम छ, केबिएसएस ल यसलाई भोल्युमलाई हेर्नु ल। कसैले बाई गरेको छ, बाई आएको छ हेर्नु, बाई भोल्युम पनि धेरै आएको छ। सो तपाईँले बाई गर्दा तर विक क्लोज भएको छैन होइन, सुकै भोलि विक क्लोज हुन्छ है। भोलि हेर्नु कि तपाईँ बाई रेन्जमा, अब तपाईँले यही रेन्जमा बाई गर्नुहोस् है त। केही गरी भोल्युम भोलि पनि हरेक बल्ल होइन, भोल्युम राम्रै आयो भने भोलि बाई गर्नुहोस् है त। डेमा गएर हेर्नु त, हेर्नु भोल्युम आएको छ कि आज, कसैले बाई गरेको छ यहाँ है। सो यस तपाईँले बाई गर्नुहोस्, ठिक छ यो है। र फर्स्ट टार्गेट यो ग्याप हुन्छ, यो ग्याप छ नि, फर्स्ट टार्गेट यही हो, 1100 समथिङ छ नि, 1100देखि यो रेन्जमा छ नि, कति अरे 1144, यानि 1130 भन्दा माथि यसको फर्स्ट सेलिङ जोन आउँछ। हिमालयको सबै साहस कतिमा किन्नु, साहस घटोस् न अनि किन्नु, अहिले बढेको होला कि के छ। सो साहस पोजिटिभमा छ कि हेर्नु न, ग्याप बनाएको छ यसले, हेर्नु न कस्तो राम्रो ग्याप बनाएको छ। यो ग्याप भनेको राम्रो हो फेरि है। सो अब के हुन्छ नि, ग्यापमा सपोर्ट दिन्छ क्या, सपोर्टको काम गर्छ ग्यापले अब है। सो यही रेन्जमा तपाईँले बाई गर्नु ल, 666देखि 68 भनेको 660देखि 668 यानि 670को रेन्जमा बाई रेन्जमा हुन्छ तपाईँ, त बाई रेन्जमै हुनुहुन्छ ल। ए म यसलाई विकमा हेर्छु ल एकचोटि, डेमा हेरेछु भने यसलाई डेमा हेरेछु, डेमा हेर्नु मिल्दैन, यसको विकमा हेर्नुपर्छ। ओके सो यसलाई यहाँ यो रेन्जमा पहिले टच हेर्नु, पहिले सेलिङ आएको जोनलाई टच गरेर तल आएको छ हेर्नु, अल्ट एच। ओके यसलाई टच गरेर तल आएको छ, भोल्युम आएको देखिन्छ, टुच्च भोल्युम आएको देखिन्छ। सो आरएसएलाई एकचोटि हेर्नुपर्ने भयो, आरएसआई कतिमा छ त अहिले, 66 छ, राम्रो देखिन्छ, माथि जाने सङ्केत गरेको छ यसले है। दोष सेलिङ आइरहेछ है, त्यो सेलिङ जोन हो नि त यहाँ होइन। ओके याद गरौँ ल, यो सेलिङ जोन नजिकै छ, तर मोमेन्टम र भोल्युम चाहिँ आएको छ, तर अत्याधिक भोल्युम चाहिँ आएको छैन। तर हामीले कम्पेयर गर्दा अस्तिको भन्दा भोल्युम आइसकेको छ धेरै है, र मोमेन्टम पनि छ, फेरि मोमेन्टम पनि छ, तर माथि सेलिङ जोन छ। अलिक भोल्युम धेरै आएको भए चाहिँ राम्रो हुन्थ्यो, भोल्युम विचार गर्नु ल भोल्युमको। र मैले सबैजना कमेन्ट पढेँ ल आज, र यहाँसम्म हेरिदिनु धेरै धेरै धन्यवाद।